मैले मेरो भिरको बाटो पुस्तक मेधावी पुस्तक पसलका प्रोप्राइटर सूर्य विशीज्यूको माग अनुसार मैले केही महिना अगाडि केही पुस्तकहरू पठाएकी थिएँ। त्यसपछि उहाँहरूले त्यो किताब बिक्री गर्ने अध्ययन गर्ने गरिसकेपछि अनि उहाँहरूले मलाई चाहिँ लेखकलाई नै निमन्त्रणा गर्नुपर्छ भनेर उहाँहरूले चाहिँ मलाई निमन्त्रणा गर्नुभयो र उहाँहरूको निमन्त्रणामा म दाङ पुगे। दाङ पुगिसकेपछि सर्वोदय पुस्तकालय तथा अध्ययन मञ्चको आयोजनामा सर्वोदय पुस्तकालय तथा वाचनालय घोराई दाङमा कार्यक्रम सम्पन्न भएको थियो। उक्त विमर्श कार्यक्रममा मैले आफ्ना धारणाहरू यसरी चाहिँ व्यक्त गरेकी थिएँ। कसैलाई त यो मैले देखेर यसरी व्यक्त गरिदिएको चाहिँ यो पुस्तकले अरू कसैलाई पनि साथ दिन सक्छ, भोलि सपोर्ट हुन सक्छ, अरूको लागि केही न केही फरक बाटो मिल्न सक्छ, सुझाव हुन सक्छ भन्ने किसिमले पनि मैले यो भिरको बाटो पुस्तक लेख्न इच्छा लागेको हो। तर इच्छा लागेर मात्रै त भएन। आफूले लेख्न त अरूलाई नलेखिदिनु न भन्यो भने लेखिदिनु हुन्छ घोषाइदिनु गरेर, तर फेरि आफूले लेखेको कथा आफूले पढ्न नसक्दा पनि त त्यो अलिकति चाहिँ कसरी भोलि व्याख्या गर्न पर्यो भने कसरी गर्ने भन्ने कुरामा पनि अप्ठ्यारो पर्छ भनेर फेरि स्कुल गएर नर्सरीदेखि भनौँ अब शिशु कक्षादेखि बच्चाहरू बसेर 7 कक्षासम्म पढेर अनि किताब लेखेर अहिले हजुरहरूमा बसेकी छु। मैले त्यो किताब लेखिसकेँ तर मैले पढ्न सक्दिनँ, मलाई रुन मात्रै आउँछ। म कसरी पार गरेर आएँ होला त्यो अवस्था भनेर आज उहाँहरूले चाहिँ यो पुस्तकमाथि छलफल गर्दै गर्दाखेरि म आँसु थाम्नै सकिनँ, तर बल्ल बल्ल थामेँ। भनेदेखि यहाँ यसरी चाहिँ सबैजनालाई यहाँ उपस्थित हुनुभएका सम्पूर्ण व्यक्तित्वहरू संस्थाहरू, अब म त भर्खर साक्षर मात्रै भएको व्यक्ति, अब म चाहिँ साक्षर भएर नै मैले चाहिँ यो पुस्तक लेखेकी होइन। हजुरहरूको अगाडि म पढेको भन्न त मिल्दैन, तैपनि मैले चाहिँ आफ्नो एउटा चाहिँ इच्छालाई चाहिँ प्रकट गर्नको लागि स्कुल गएर चाहिँ प्रयत्न गरेको। यहाँ सम्पूर्ण उपस्थित हुनुभएका व्यक्तित्वहरूमा म एकदम हार्दिक नमन गर्न चाहन्छु। हृदयदेखि नै एकदम मैले चाहिँ कसरी व्यक्त गर्ने भनेर नै मैले चाहिँ आत्मैदेखि एकदम आत्मभित्र हृदयभित्र राखेर मैले चाहिँ नमन गर्न चाहन्छु यहाँ सम्पूर्ण। र यहाँ दाङवासीहरूलाई पनि मैले, किनभने सबैले मेरो पुस्तक पढ्नुहुनेछ, एउटा न एउटाको हातबाट चाहिँ अर्कोको हातमा पुग्दो रहेछ किताब भन्ने कुरो मैले यसरी पनि अहिले अनुभव गर्दै आएकी छु। त्यसको लागि म यहाँ दाङवासीहरूलाई पनि हार्दिक नमन गर्न चाहन्छु। मलाई त्यति अब त्यो राजनीति गरेर अथवा कतै गएर बोल्ने त्यति प्र्याक्टिस त छैन, तैपनि मैले जे जाने जस्तो जाने त्यो मैले समर्पण गरेँ यहाँहरूप्रति। माफ गर्नुहोला नजानेको भए, त्रुटि भएको भए। त्यसपछि मलाई आफूलाई भित्र धेरै म मर्माहित भएँ, म पीडादायी भएँ, मलाई कसैले साथ दिँदैन, मलाई यो धरतीले मात्रै मलाई नटे भन्दैन। उक्त भिरको बाटो पुस्तक विमर्श कार्यक्रममा लक्ष्मी सुवेदी र प्रमोद धितालले चाहिँ आफ्नो धारणा व्यक्त गर्नुभएको थियो। कुनै न कुनै हिसाबले जीवनकै कलात्मक अभिव्यक्तिहरू हुन्, दस्तावेजीकरण हुन् र जीवनमा घटेका समाजमा घटेका घटनाहरूकै पुनर्सृजन हो। त्यसकारण मानिसले के सोच्छ, के अनुभव गर्छ त्यही कुरा लेख्ने हो। र लेखक स्वयंको जीवन र कर्म लेखन कर्मदेखि अलग हुन सक्दैन। त्यसैले लेखनको मूल्याङ्कन खालि उसले लेखेका कृतिहरूबाट मात्रै गरियो भने त्यो अलिक एकाङ्गी एकपक्षीय हुन्छ भन्ने मलाई लाग्छ। लेखन कर्म र लेखकले गर्ने कर्म वास्तविक जीवनमा उसले कस्तो कर्म गरिरहेको छ भन्ने कुरा एक छुट्टै नहुने कुरा। किनभने हामी यहाँ एउटा समस्या पनि छ, सोच्ने एउटा, बोल्ने एउटा, लेख्ने एउटा, गर्ने अर्कै। त्यसैलाई हामीले अवसरवाद भनेर चिन्छौँ। त्यसलाई चाहिँ अलिक सैद्धान्तिकरण गरियो भने दार्शनिक भाषामा त्यसलाई अवसरवाद भनिन्छ। किनभने मान्छेको कर्म एकातिर छ, लेखन अर्कोतिर छ। त्यही भएर मानिसको जीवनमा जति यो अनुभवको संसार जति व्यापक हुन्छ, लेखनको संसार पनि त्यत्तिकै समृद्ध हुन्छ। यसको एउटा जल्दो बल्दो उदाहरण हामीले चाहिँ म्याक्सिम गोर्कीलाई लिन सक्छौँ। म्याक्सिम गोर्कीले 14-15 वर्षको उमेरमा आफूले गरेको दुःख, सङ्घर्ष, कष्ट र पीडाबाट आजित भएर यतिसम्म उहाँ चाहिँ
थकित हुनुभएको थियो कि एकपटक उहाँले आफ्नै छातीमा पिस्तौल पनि फायर गर्नुभएको थियो, समयले उहाँ बाँच्नु भयो, त्यो उहाँले आफ्नो संस्मरणमा लेख्नु भएको छ। तर उहाँ जीवित हुँदै गर्दा उहाँले अनुभव गरेका कुराहरूलाई लेख्दै गर्दाखेरि यो दुनियाँले एउटा समृद्ध साहित्य प्राप्त गर्यो र त्यस आमा लगायतका उहाँका कृतिहरू पढेर आज पनि मान्छेहरूको छातीमा ती कृतिहरूले रगत उमाल्छन् अथवा आगो बाल्छन् अथवा दिमागलाई तताउने काम गर्छन्, उद्वेलित गर्छन्, किनभने उहाँसँग अनुभवको एउटा समृद्ध संसार थियो। पुस्तकको बारेमा हामीले विमर्श गरिरहेका छौँ नारी दिवसको सन्दर्भमा कि जस्तै जन्मेदेखि हालसम्म पनि हाम्रो पुरुषवादी चिन्तनले पोषित होइन समाजमा जन्मेर हुर्किएर अनेकन खालका विवेक, अन्याय, अत्याचार, आरोपहरूलाई खेप्नु मात्र भएन, खेपेर निराश मात्र पनि हुनु भएन, निराशालाई जित्दै फेरि त्यो अत्याचारको विरुद्धमा, आरोपहरूको विरुद्धमा लड्दै आफ्नो अस्तित्व कायम गर्दै आफ्ना रहरलाई जीवित राख्न, समाजमा अब्बल र सफल पहिचान बनाउन सफल हुनुभएको व्यक्तित्वको बारेमा, उहाँको पुस्तकको बारेमा विमर्श गर्न पाउँदा अत्यन्त खुसी पनि लागेको छ। वास्तवमा नारी दिवसको मूल मनाउ भनेकै त्यही हो। हामीले नारी दिवसलाई कसरी मनाउने गरेका छौँ भने यस्तै 2-4जना मान्छेहरू, खास गरी महिलाहरू खेल्ने एउटा कार्यक्रमको पूर्व निर्धारित शेड्युल तयार गर्ने, ठक्क साइन गराउने, अनि हस्ताक्षर गरिसकेपछि कार्यक्रमको गरेको प्रमाण जुटिहाल्छ। अनि 1-2जना जो खासमा नारीवादी चिन्तनभन्दा बाहिर हुनुहुन्छ, जसले खासमा पुरुषवादी चिन्तनलाई नै अवलम्बन गरिरहनुमा आउँछ होइन, उहाँहरूले नै आएर 2-4 शब्दहरू बोलिदिने अनि नारी दिवस सकाइदिने गर्छौँ कि खास नारी दिवसको मूल मर्म त्यो होइन नि त। नारी दिवसको मूल मर्म कहाँनिर छ भन्दा हामी जस्तै सम्पूर्ण नारीहरूले आफ्ना रहरहरूलाई, आफ्ना चाहहरूलाई व्यक्त गर्न सक्ने, आफूमाथि हुने अनेक खालका अन्याय, विभेद, आरोपहरूलाई चिर्न सक्ने होइन, आर्थिक हिसाबले, सामाजिक हिसाबले, राजनैतिक हिसाबले आफूलाई अब्बल साबित गरेर पुरुषसँगको सहयात्रामा सहअस्तित्व कायम गर्न सक्ने बनाउनका लागि जे जति कार्यक्रमहरू हुन्छन्, जे जति प्रयास हुन्छन्, वास्तवमा नारी दिवस त्यसै टुङ्गिनुपर्ने हो। तर विडम्बना यहाँका निर्धारित व्यक्तित्वहरू, निर्धारित फिक्स मान्छे हुनुहुन्छ कसलाई बोलाउने भन्ने पनि, जो पुरुषवादी चिन्तनबाट ग्रसित हुनुहुन्छ, जसलाई नारी दिवस के हो, नारीलाई कसरी अगाडि बढाउन सकिन्छ होइन, महिला अधिकार के हो, कसरी त्यसलाई प्रयोग गर्न सकिन्छ भन्ने बारेको वास्तविक ज्ञानको खाँचो छ। उहाँहरू त साँच्चैकै त्यो पुरुषको लुगा धरेर घर बसिरहनु भएको हुन्छ क्या होइन। श्रीमतीलाई घरमा लुगा धुन पठाएर आज चाहिँ यस्तो गर्नु, म बेलुका आउँदाखेरि चिया पकाएर तयार पार्नु, म साथी लिएर आउँछु है, घर चाहिँ टिक्क पार्नु भनेर आदेश दिएर हामी नारी दिवसको नारा लाउन जान्छौँ। के तपाईँहरू साँच्चैकै त्यसमा खुसी हुनुहुन्छ? म पुरुष साथीहरूलाई आग्रह गरेको है, हामीले साँच्चैकै रूपान्तरण चाहेका हौँ भने आफूबाट सुधार गरौँ न। कमसेकम नारी दिवसको दिन त श्रीमतीलाई सँग लिएर जाउँ, त छोरीलाई पनि सँग लिएर जाउँ, 2-4जना पुरुषसँग सँगै बोलाइदिउँ न त, हात मिलाइदिनु त के फरक पर्छ त। अहिले पनि मैले पुरुष साथीसँग हात मिलाएँ भने अलिकति उत्ताउली केटी भन्नुहुन्छ क्या, म त्यसलाई मान्दिनँ, म मिलाउँछु। तर मेरो पर बसिरहनु भएको अथवा त्यो उत्ताउली भन्ने शब्द सुनिरहनु भएको मेरो परिवारले, मेरो आमालाई, मेरो बाबालाई त मुटु दुख्छ नि त। अनि मलाई भन्नुहुन्छ त्यसो गर्नु हुँदैन। अब म मेरो बाबाको खुसी हेरौँ अथवा आफ्नो मनको रहर हेरौँ, मनको रहर हेरेर हात मिलाउन जाउँ, उत्ताउली भन्ने हुन्छ होइन। बाबाको खुसी हेरौँ, मेरो रहर खुसी छ, म के गरौँ? यही भिरको बाटो पुस्तक विमर्श कार्यक्रममा जाने सिलसिलामा श्री आधारभूत विद्यालय गिटेपानी घोराई 18 दाङमा मैले चाहिँ बच्चाहरूलाई पढाइको महत्त्वको बारे चाहिँ केही सुझावहरू दिएकी थिएँ भने बच्चाहरू पनि रमाउनु भएको थियो मलाई देखेर। सँगसँगै मैले त्यहाँ थोरै आफ्ना लेखाइका अनुभूतिहरू पनि व्यक्त गरेकी थिएँ भनेर चाहिँ मैले भनिरहेको थिएँ। अनि हान्नुहुन्थ्यो क्या सरहरू, हुन पनि किनभने अब तपाईँहरूले कति मेहनत गरेर लेखेर पढाउनुहुन्छ, बच्चाहरूले चाहिँ बुझ्नलाई अलिक पढाइको महत्त्व रहेछ भन्ने कुरो त मेरो भिडियो हेरेर मलाई पढ्न गएको, म झोला बोकेर लुखुर पढ्न गएको देखेर त सबैजनालाई अनौठो लाग्यो। पढ्नु पर्दो रहेछ है, यत्रो उमेरमा पनि 50 वर्ष पढिसकेको मान्छे पनि चाहिँ यसरी पढ्न आउनुभयो, झोला बोकी किताब बोकेर ड्रेस लाएर, स्कुल ड्रेस लाएर होइन, भनेदेखि हामी पढ्नु पर्ने रहेछ भन्ने कुरो बच्चाहरूमा पनि चेतना जाग्यो क्या। त्यहाँ धेरै राम्रो चाहिँ परिस्थिति बन्यो। अनि त्यहाँ स्वयंसेविकाहरूले पनि फेरि 12 पास गर्नुभयो, एसी दिएर। म पढ्न गएपछि एसी दिएर 12 पास गरेर अहिले स्वयंसेविकाको लागि चाहिँ
सर्टिफिकेट पेश गर्नुभयो कि अनि अब त्यहाँ थाहै हुन पाइयो नि त त्यति हिम्मत थिएन क्या कसैलाई पनि तर म गएर त्यसरी पढेर चाहिँ स्कुलमा गर्न भएन भएर पढेर मैले देख्न नसक्नु नै त्यो मान्ता रहेछ क्या मैले अहिले बुझेँ क्या गल्ल किनभने यसरी यो कम्पाउन्ड लगाइएको छ कम्पाउन्डबाट हेर्नुभयो 50 वर्ष कि बुढी आइमै पढ्न आएकी छ भनेर क्या हेर्न आउने प्रकारबाट त्यहाँबाट यसरी हेर्नु क्या मलाई होइन त्यो कस्तो हाम्रो अझै पनि सोच विचार सानो छ भन्ने लाग्यो मलाई तैपनि म कसरी पढ्न हिँड्नुभएको दिदी भनेर भन्नुहुन्थ्यो सबैजना सरहरूले पनि मलाई दिदी भन्नुहुन्थ्यो किनभने सबै मभन्दा सानै हुनुहुन्थ्यो अनि बच्चाहरूलाई भाइ बहिनी हुनुहुन्थ्यो मलाई दिदी भन्नुहुन्थ्यो अनि त्यस्तो उमेरमा पढ्न आयो भनेर सबै छप्प गर्नुहुन्थ्यो त्यसपछि चाहिँ अहिले पनि त्यहाँ पढ्दै हुनुहुन्छ कि एकजना हाराहारीमा भएको एकजना मैले पढ्दै हुनुहुन्छ मैले चाहिँ ती बच्चाहरूलाई एकदम राम्रो गरेर मैले साथी भनेर मसँग उठ्दै उठ्दै आउने अनि यसरी देशमा बनाए पनि उनीहरूले मलाई पागल आउँथ्यो यो आराम गर्नु मेरो आराम गर्नेहरूलाई उनीहरूले तिमीले पनि नपर्नु होइन त्यो नेतृत्व गर्ने हुन्छ नि स्कुलमा त एउटा के भन्छ मोनिटर होइन मोनिटर डराउँछ उनीहरू म बस्दिनँ भने मैले अरू मोनिटर बोलाइदिएछ अनि मसँग बन्दा उनीहरू पालो बनाउँथेँ त्यति मन पराउँथेँ क्या साथीहरू अनि पढ्दै जाँदाखेरि तिनीहरूको त आँखा तर्दैन हुन्छ केही मान्छे आँखा नदेखि है कपरेट गर्नु पर्यो टाइम लगाइदिनु चित्त सक्ने अनि पाना पल्टाएर त्यो च्याप्टरमा पुगेर कानेर हो अब साथी आयो भनेर चाहिँ यति रमाइलो लाग्थ्यो मलाई त्यो पढ्दाखेरिको अनुभूति होइन अनि मैले के भन्दाखेरि बच्चाहरूमा यिनीहरू सानसाना छैन यिनीहरूमा चाहिँ त्यो हुन्छ नि रिस राग भन्ने कुरो सानसानो छैन हुँदो रहेछ जब बढ्दै गर्दै जान्छ नि मान्छे अनि त्यसपछि ढाकाको प्रवृत्ति अनि रिस राग डाहा अनि त्यहाँबाट माथि मलाई निमन्त्रणा गर्नुहुने अध्ययन मञ्च दाङका अध्यक्षज्यू सर्वोदय पुस्तकालयका अध्यक्षज्यू लगायत सम्पूर्णमा विशेष गरी धन्यवाद दिन चाहन्छु भने श्रोता पुस्तक अध्ययन गर्ने पाठकज्यूहरू लगायत सम्पूर्ण दाङवासीहरूलाई पनि धन्यवाद दिन चाहन्छु त्यसै गरी किताब विमर्श कार्यक्रममा उपस्थित हुने व्यक्तित्वज्यूहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु।